गहिरो अध्ययन गर्न सक्ने राशि, खोज गर्न सक्ने राशि, 8औं राशि अर्थात् वृश्चिक राशि। नमस्कार, यहाँलाई कार्यक्रम दिव्य ज्योतिषमा स्वागत छ। म उपस्थित भइसकेको छु ज्योतिषी तथा वास्तुविद सन्दीप खनाल। आजको यो कार्यक्रममा पौष महिनामा वृश्चिक राशि हुने जातक जातिकाको लागि ग्रहहरूको अहिले के अवस्था रहेको छ र के फल दिन्छ भन्ने कुराहरू जानकारी दिन उपस्थित भइसकेको छु। आउनुहोस् चर्चा गरौँ। दोस्रो स्थानमा सूर्यदेव र मंगलदेव गोचर गरिरहनु भएको अवस्थाले गर्दाखेरि बोलीहरू अलिक कडा भएर जाने खालको योग पनि देखिएको छ। कुनै पनि काम कुनै पनि आफ्नो नयाँ प्रपर्टीहरू पनि जोड्न सक्ने चान्सहरू प्रष्ट रूपमा देखिएको छ। नयाँ घर अथवा जग्गा जमिन जोड्ने चान्स पनि यो महिनामा देखिएको कारणले गर्दाखेरि यो कुरामा अगाडि बढ्दा पनि पक्कै पनि सफलता हजुरको हातमा रहन्छ भन्ने कुराहरू अहिलेको ग्रह गोचरीय आकाश मण्डलमा चाहिँ प्रष्ट रूपमा दिइरहेको अवस्था छ। यो राहुदेवलाई अझै प्रसन्न गर्नको लागि आइतबारको दिन भैरवको उपासना गर्ने ओम राम राहवे नमः, ओम राम राहवे नमः यो मन्त्र जप गर्दै अगाडि बढ्नुहोस्, पक्कै पनि सफलता हजुरको हातमा रहन्छ। त्यसै गरी पञ्चम स्थानमा शनिदेव गोचर गरिरहनु भएको अवस्थाले गर्दा नि यदि हजुरहरू विद्यार्थी वर्ग हुनुहुन्छ भने त्यसमा पनि टेक्निकल लाइनमा हुनुहुन्छ अथवा इन्जिनियरिङ, सिभिल अथवा कन्स्ट्रक्सन कुनै पनि टेक्निकल फिल्डमा जे होस् यस्तो कन्डिसनमा हुनुहुन्छ भने पक्कै पनि सफलता, पूर्ण रूपमा सफलता दिने खालको योग देखिएको छ। यो शनिदेवको अलिकति ढिला फल दिनुहुन्छ तर राम्रो दिनुहुन्छ भन्ने कुराहरू प्रष्ट रूपमा गोचरीय अवस्थाले देखाइरहेको कारणले गर्दाखेरि शनिबारको दिन पारेर महाकाल देवीको आराधना गर्दै ओम शम शनिश्चराय नमः, ओम शम शनिश्चराय नमः यो घाम उदाउनु पूर्व नै यो कामहरू कार्य गर्नुभयो भने अत्यन्तै सफलता हुने खालको यो देखिएको छ। त्यसै गरी दशम स्थानमा केतुदेव गोचर गरिरहनु भएको अवस्थाले गर्दाखेरि कुनै पनि काममा गर्ने प्लानमा हुनुहुन्छ अथवा गरिरहनु भएको छ भने त्यहाँ चाहिँ अलिकति भनाभन क्लेशहरू बढेर जान सक्ने, आफ्नै स्टाफहरूसँग अथवा म्यानेजर लेभल आफ्नो ठुलो पोस्टहरूसँग चाहिँ अलिकति गरिरहेका कामहरू दोष लाग्न सक्छ भन्ने कुराहरू पनि यो महिनामा देखिएको छ। त्यही भएर यो कुराहरूमा एकदम ध्यानपूर्वक अगाडि काम गर्नुहोला, अत्यन्तै सफलता हुने खालका योग पनि देखिएको छ। ध्यानपूर्वक गर्नुपर्ने कामहरू देखियो र केतुको लागि बुधबारको दिन पारेर ओम केम केतवे नमः, ओम केम केतवे नमः यो मन्त्र जप गर्दै अगाडि बढ्नुहोस्, पक्कै पनि सफलता हजुरको हातमा रहन्छ भन्ने कुराहरू प्रष्ट रूपमा देखिएको छ। त्यसै गरी अष्टम स्थानमा बृहस्पति देव गोचर गरिरहनु भएको अवस्थाले गर्दाखेरि यसले छाती घाँटीहरूमा समस्या नल्याउला भन्न सकिँदैन। सुगर लेभलहरू एकदम विचार गर्नुपर्ने अवस्थाहरू पनि देखिएको छ। यो टाइम अलिकति स्वास्थ्यजनक चाहिँ अलिकति गाह्रो बनाउन सक्ने भएको कारणले गर्दाखेरि बिहिबारको दिन शुद्ध भोजन गर्दै माछा मासु तामसिक भोजनहरू नखाइकन अगाडि बढेको खण्डमा बिहिबारको दिन चाहिँ शुद्ध भोजन गर्नै पर्ने अवस्थाहरू पनि देखिएको छ र ओम प्रिम बृहस्पते नमः, ओम प्रिम बृहस्पते नमः यो मन्त्र जप गर्दै अगाडि बढ्नुहोस्। बिहिबारको दिन आफ्नो गुरुहरूलाई सम्झिँदै, कुलदेवताहरूलाई सम्झिँदै बङ्गलामुखीको दर्शन र त्यहाँ गएर चाहिँ साधना गरेको खण्डमा पक्कै पनि यो बृहस्पति देवले पनि त्यति धेरै नराम्रो फल दिनुहुन्छ भन्ने कुराहरू प्रष्ट रूपमा देखिएको छ। बृहस्पति देवको लागि अत्यन्तै ध्यानपूर्वक अगाडि बढ्नुपर्ने खालका योग देखियो र अरू ग्रहहरू राम्रै अवस्थामा देखिएको कारणले गर्दाखेरि यो महिना हजुरहरूको लागि एकदम मिश्रित फल दिएर जान्छ भन्ने कुराहरू प्रष्ट गोचरीय हिसाबले देखाइरहेको अवस्था छ। वृश्चिक राशि हुने जातक जातिकाको लागि शुभ रङ रातो रहन्छ भने शुभबार मङ्गलबार अर्थात् गणेश बार पनि भनिन्छ। गणेश हनुमान चालिसाहरूको पनि पाठ गर्नुहोस्। आफ्नै तपाईँहरूको राशिको मालिक पनि भएको कारणले गर्दाखेरि यो गर्नु त जीवनभर अत्यन्तै जरुरी नै देखिएको छ र शुभ अङ्क 9 अङ्क रहन्छ। यस्ता रङ कलर बारहरू मिलाएर गरेको अगाडि बढेको खण्डमा पक्कै पनि हजुरको जीवनमा सफलता हुने चान्सहरू बढी ग्रेट भएर जान्छ भन्ने कुराहरू 100% रूपमा देखिएको छ। म फेरि अर्को महिना अर्को फल लिएर आउने बाचाका सहित आजको कार्यक्रमबाट म बिदा हुन चाहन्छु। हजुरहरू व्यस्त रहनुहोस् भन्दै म बिदा हुन्छु। हस्त नमस्ते।